ल एकदम भिडियो यो त मौलाकालिका मन्दिरतर्फ हामी जाँदैछौँ। मौलाकालिका मन्दिरतर्फ जाँदैछौँ हामी अहिले। रोइहाल्छ नि बच्चा, अब तैँले हामीलाई रुवाउँछस् उसले उनीहरू रुवाउँछन्, त्यस्तै हो। बच्चा त जसको नि त्यस्तै हो। तल झर्न सजिलो है त, माथि जान गाह्रो हो पाइन्छ। छोरा त मन्दिर आएको भोक लागिसक्यो। बेला त भयो, बेला त भयो। केही खाएन आज छोरा एकदम। अनि मन्दिर आउनु त्यत्तिकै हुन्छ त होइन आमा? अनि त्यही त हो नि धर्म भनेकै, रमाइलो, मन शान्ति, धर्म। यसकै लागि त दौडेको। नदौड न, किन हात्तिएको? लाइटर चेक गर न, एउटा लिउँला। ठगा लाग्यो क्या छोरालाई त? बाबु ल ल हिँड, तिमी हिँड्दै गर न, हामी आउँछौँ। छैन होला, शनिबार जतिकै भिड हुँदैन। शुक्रबार त खासै भिड नहुनु पर्ने हो। शनिबार र मङ्गलबार के विशेष भिड हुनु। लाइटर हेर्नु मम्मी, लाइटर छैन? लाइटर एउटा लिऊँ न त्यहाँ। ल ठिकै छ। अब आउँला थोरै टाढा छ, लिटल फार होइन, आइसक्यो। हेर न टावर। लाइटर किन्दै धुपकाठी बाल्न, धुपबत्ती। ल अहिले हामी यो बिदाको समयमा मौलाकालिका दर्शन गर्न आइरहेका छौँ। आमा, म, मेरो बुढी, बाबु, हामी आज आएका छौँ शुक्रबारका दिन। ल छोरो कन्फ्युज छ अहिले। ल मौलाकालिकाको गेट। जय माता मौलाकालिका। या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। लौ परमेश्वरी देवी मौलाकाली भगवती। ल जाउँ जाउँ जाउँ, अगाडि बढौँ। ल अटोबाट छिटो पनि हुने रहेछ, सस्तो पनि रहेछ। ठिक छ। अब यो पल्ट केबल कारमा आइयो, केही भएन। अर्को पटक फेरि आउँला, आइहालिन्छ नि। ल मौलाकाली मन्दिर आज भक्तजनहरूको भिड त कायमै छ होइन? के हो छुट्यो फेरि? के हरायो? बुढी के भयो? के छुटेर? छोरो त खेल्दैछ। के भयो? के रहेछ? हजुर यता हिँड्नु। ल यता आउनु, हजुर यता आउनु। जाउँ जाउँ, अगाडि बढौँ। हो यही। यहाँ बाँदरहरूलाई खुवाउने कार्यक्रम चलिरहेको छ। नहीं
जय मा मौला कालिकालाई। तल झर्दाखेरि उ त्यसलाई चप्पल त यतै राख्ने होला नि। ल आइपुग्यो अब दर्शन, सबैले दर्शन गरौँ ल। फोन गर्ने भने